नमस्कार साथीहरू। आज भने म अमेरिकामा घरको किनबेच कसरी हुन्छ त? अमेरिकामा नेपालीहरू आइसके पछाडि 2 वर्ष 3 वर्षमा घर किन्ने चलन छ र मान्छेहरूले यहाँ कोही त आएको 1.5 वर्षमै घर किन्छन्। तर अमेरिकामा यति छिटै घर किन्नुको पछाडि के छ? घर किन्न यति सजिलो छ अमेरिकामा? यही विषयमा कुराकानी गर्नेछु। पहिलो कुरो त घर किन्नका लागि राम्रो जागिर हुनु पर्यो कि बैंक खातामा राम्रो बैंक ब्यालेन्स हुनु पर्यो, होइन भने घर किन्न गाह्रो हुन्छ। घर किन्नका लागि सबैभन्दा पहिला प्री एप्रुभल लिनुपर्छ घर किन्ने मान्छेले। त्यो चाहिँ उसले आफ्नो बैंक ब्यालेन्स कति छ, अनि उसको आम्दानी मन्थली आम्दानी कति छ र आएको 2 वर्षसम्म एउटै ठाउँमा काम गरेको छ कि छैन, यी यस्ता कुराहरू दिएर चाहिँ बैंकबाट प्री एप्रुभल भनेको यति बराबरको ऋण लागि एप्रुभ हुन्छ भनेर चाहिँ लिनुपर्छ। त्यो लिइसके पछाडि अनि प्री एप्रुभल हातमा लिएर घर खोज्न हिँड्ने हो। घर खोज्नका लागि रेडफिन, जिलो जस्ता घर राखेको बेच्नका लागि राखिएको एपहरू हुन्छ। त्यो एप्समा चाहिँ कुन एरियामा कस्तो खालको घर हेर्ने हो त्यो आफूले खोज्नु पर्यो। अनि त्यो घर चाहिँ त्यही एप्सको मान्छेलाई कन्ट्याक्ट गरेर पनि हेर्न सकिन्छ। अर्थात् आफूले लाइसेन्स प्राप्त ब्रोकरहरू, एजेन्टहरू, रियल्टरहरूलाई चाहिँ सम्पर्क गरेर पनि घर किन्न सकिन्छ। लाइसेन्स बेगर यहाँ कुनै पनि एजेन्टहरूले काम गर्दैन। बिना लाइसेन्स काम गर्नु गैर कानुनी हो र उसले किन लाइसेन्स लिनुपर्छ त भन्दा यहाँको घर जग्गा किनबेच सम्बन्धी कानुन पढेको हुनु पर्यो। त्यो कानुन पढेर चाहिँ यहाँको स्टेटमा परीक्षा दिएर पास गरेको हुनु पर्यो, अनि मात्र उसले लाइसेन्स पाउँछ र अनि मात्र त्यो काम गर्न सक्छ। र त्यही भएर चाहिँ लाइसेन्स प्राप्त एजेन्टहरू मार्फत चाहिँ घर हेर्न सकिन्छ। जब त्यो एजेन्ट मार्फत घर हेर्न गइन्छ, त्यो घर हेर्न जाने बेलामा त्यो घरभित्र जसले घर बेच्छ त्यो घर बेच्ने मान्छे घरमा बस्दैन, किनकि यहाँ अमेरिकामा घर किन्ने र घर बेच्नेको बिचमा भेटघाटै हुँदैन र उसले जसले किन्छ त्यसले चाहिँ किन्ने मान्छेले चाहिँ एजेन्ट मार्फत म यो घरलाई यति दिन्छु भनेर अफर हाल्ने हो र घर बेच्ने मान्छेले यतिमा दिन्छु अथवा उसको अफरलाई एक्सेप्ट गर्ने नगर्ने उसको निर्णय हो र त्यो खबर पनि त्यही एजेन्ट मार्फत आउने हो। र यदि घर आफ्नो अफर अनुसार, जस्तै 5 लाखको घर छ भने उसले 5 लाखको घर चाहिँ मार्केटमा बजारमा राखेको छ भने किन्ने मान्छेले 4.80 दियो भने त्यो मान्छेले होइन 90 भन्न सक्छ, होइन ठिक छ यही एक्सेप्ट गर्छु भनेर भन्न सक्छ। र यदि घरको दाम एक्सेप्ट गरिसक्यो भने अनि उसले अर्नेस्ट मनी बुझाउनुपर्छ। अर्नेस्ट मनी बुझाइसके पछाडि उसले त्यो घर चाहिँ राम्रो छ कि छैन, त्यो घरको अवस्था कस्तो छ, छाना कस्तो छ, प्लम्बिङ कस्तो छ, इलेक्ट्रिकल कस्तो छ, यी सब कुराको चेक जाँच गर्न चाहिँ घर इन्स्पेक्सन गर्न पाउँछ। र घर इन्स्पेक्सन गरिसके पछाडि त्यो घरमा केही कमजोरीहरू देखियो, घरमा केही बनाउनु पर्ने कुराहरू देखियो भने त्यो घर किन्दिन भन्न पाउँछ। तर यदि सबै कुरा ठिक छ र पनि उसले अफर गरेको अफर अनुसार घर किनेन भने चाहिँ अनि उसको अर्नेस्ट मनी जान सक्छ। लिस्टिङ एजेन्टहरूले घर बेला बेलामा ओपन हाउस गरिरहेको हुन्छ, जुन घर लिस्टमा आएको पछि, र बिक्री भएन भने पटक पटक पनि ओपन हाउस गर्छ मान्छेले। र त्यो ओपन हाउसको मैले आज एउटा भिडियो पनि खिच्न भ्याएको छु। यो भिडियो तपाईहरुलाई कसरी ओपन हाउस गर्नका लागि चाहिँ एजेन्टहरूले, लिस्टिङ कम्पनीहरूले चाहिँ कस्तो तरिकाले डेकोरेसन गरेर ओपन हाउस राख्छ त भन्ने कुराको सानो भिडियो देखाउँछु। ल यसरी घरको अगाडि बोर्ड टाँगेर राखिदिन्छ घर सेलमा छ भनेर, अनि एजेन्टको नाम, फोन नम्बर सबै फोटोसहित राखेको हुन्छ। र शनिबार आइतबार प्रायजसो यिनीहरूले ओपन हाउस गर्छ भनेको यहाँ चाहिँ कुनै एजेन्ट नलिकन त्यहाँ यो लिस्टिङ एजेन्ट
बसेको हुन्छ र त्यसले सबै यो घरको बारेमा एन्सर गर्छ। कस्टमरले जो घर किन्न चाहन्छ ऊ आउँछ, उसले सोधेको एन्सरहरू गर्छ। र अरू दिन यो ओपन हाउस नभएको दिन चाहिँ यहाँ यो ठुलो चाबी झुन्डिएको छ। यहाँभित्र चाबी राखिदिएको हुन्छ घरको। जुनसुकै एजेन्टले पनि कनेक्ट गरेर यो लिस्टिङ एजेन्टसँग कन्ट्याक्ट गरेर यो घर खोलेर देखाउन पाउँछ र उसको कस्टमरलाई। यो घरको दाम अहिले यहाँ सेलरले चाहिँ 950 राखेको छ। 9,50,000। 950 भनेको डलरमा हो नि, फेरि नेपालीमा होइन। यो चाहिँ इन्ट्री उसले एक्सप्लेन गर्दैछ। यहाँ मिटिङ रुम रहेछ सानो चटक्कको। अनि यहाँ बाथरुम एउटा, अनि यो माथिबाट जाने भर्याङ। अनि यो डाइनिङ रुम, डाइनिङ टेबल यहाँ। यो सबै चाहिँ यिनीहरूले कम्पनीले नै यसरी सजाएर राखेको, छिटो बिक्री होस् भनेर, राम्रो देखाएर। यहाँ चाहिँ यो घरधनी चाहिँ निस्केर गइसकेको छ र यो एजेन्टले सबै टेक केयर गर्छ र यो सबै डेकोरेसन गरेर मान्छेलाई हेरौँ बनाउने। यो किचन हो ल, यहाँ ग्यास किचन रहेछ। अब यहाँ फ्यान्स हुन्छ माथि, यो धुवा धुलो तान्ने राम्रो छ। अनि बाहिर पनि एकदम राम्रो छ। त्यहाँ हट टब छ तातो पानीमा बस्ने। यो ठुलो बनाइदिएको छ बाहिर। अब म तपाईहरुलाई माथिको देखाउँछु। यो स्टेयर भयो भर्याङ माथि जाने। 2 तल्ले घर हो यो ठ्याक्कसँगले। अब यहाँ यस्तो हुन्छ। यहाँ एउटा बैठक कोठा छ। बैठक कोठा यसरी सजाएर राखिदिएको छ। यो सबै लिस्टिङ एजेन्टले सजाएको हो। यहाँ एउटा बेडरुम छ यस्तो मजाको। यो मान्छे चाहिँ लेगो प्रेमी रहेछ। यहाँ उसले लेगो खेल्ने गर्दो रहेछ। यो घरधनीले लेगोकै यो पिस पिस जोडेर बनाएको अनि सजाएर राखेको रहेछ। चटक्क परेको सानो कोठा छ। अब यहाँ 2 बेडरुम यता छ। यहाँ एउटा बेडरुम यसरी सजाएर राखिदिएको छ। यो पछि घर बेचेपछि सबै किन्ने भइसकेपछि त्यो एजेन्टले लिएर जान्छ सबै। यो चाहिँ सिर्फ सजाउनको लागि मात्रै हो। बाथरुम यहाँ मुनिबाट एउटा थियो रेस्टरुम। यो बाथरुममा बाथटब अनि यसरी सजाएर राखिदिएको हुन्छ। यहाँ चाहिँ घर बेच्दाखेरि मार्केटमा राख्दाखेरि। अब यो मास्टर बेडरुम, एट्याच बाथरुम हुन्छ यहाँ मास्टर बेडरुममा। एकचोटा राम्रो। अब मास्टर बेडरुमको यो बाथटब, यहाँ पानीमा डुब्ने, तातो पानीमा बस्ने। अब यता सावर लिने। अब यहाँ स्टोरेजहरू यति धेरै हुन्छ, लुगा फाटा राख्ने हैन। अब हप्तामा, दिनमा, महिनामा लुगा किनिराखिन्छ। त्यही भएर लुगा राख्ने, झुन्ड्याउने स्टोरेज यसरी सजाएर राखेको हुन्छ अमेरिकामा घर बेच्न राख्दाखेरि। र मान्छेहरू हेर्न आज आइतबार हो र मान्छेहरू हेर्न आउँछन्। यही पछाडि त्यो माथिको जग्गा नि यही घरको हो। र यो चाहिँ म मास्टर बेडरुमबाट देखाइरहेको छु। र एसियनहरूले चाहिँ त्यस्तो ठाउँमा तरकारी सरकारी लाउँछन्। तर यो खैरेहरूले चाहिँ अब त्यसरी सिनिक्क बनाएर राख्छ। कोही कोही खैरेहरूले तरकारी पनि लाउँछ। तर त्यो यार्डमा लगाएको तरकारी चाहिँ यिनीहरूले खाँदैन। त्यो सोखको लागि, यसो राम्रोको लागि मात्रै लाउने गर्छ। यो घरभित्र पार्किङ गर्ने पार्किङ गराज हो यो ढोका। अनि पानीको ट्याङ्की चाहिँ यसरी राखेको हुन्छ। यो ट्याङ्कीबाट चाहिँ पानी, तातो पानी धारा खोल्दाखेरि यहाँबाट जाने हो। यहाँ तताउँछ, ग्यासबाट तातिने हो। यो जोडिएको हुन्छ, केही गर्नु पर्दैन। जतिखेर पनि आएर चाहिने बेलामा अन गरिराख्नु पर्दैन, सिधै अन हुन्छ। यो पानीको पाइप हो। यो घरबाट मुभ आउट भइसके पछाडि बेच्न राख्छ। किनकि घरलाई चिटिक चाटक पारेर, सानक सिनिक पारेर, डेकोरेट बनाएर मात्रै बेच्न राख्छन्। र त्यसरी बेच्न राख्दाखेरि कस्टमरहरू, घर किन्ने मान्छेहरू पहिला नै एट्र्याक्टिभ हुन्छन्। त्यो सबै क्लिनअप, सबै डेकोरेसनले गर्दा मान्छेलाई घर आउनै साथ मन पराउन सक्छ। र यसरी डेकोरेसन गरिसकेपछि घर बिक्री हुने चान्सेस बढी हुन्छ। तर घरमै बसेको छ भने, त्यही घरमा बसेर बेच्न चाहन्छ भने चाहिँ के प्रब्लम हुन्छ भने, आफ्नो सम्पूर्ण लुगा फाटा सबै कुरा त्यही घरमा हुन्छ। सङ्गेटेर राखेको भए पनि
अब स्टोरेजहरुमा उसले देख्छ र सम्पूर्ण उसको फर्निचर पुरानो फर्निचर नै हुन्छ, नयाँ फर्निचर ल्याएर डेकोरेसन गर्न पाउँदैन। त्यो भएकोले घर ढिलो बिक्री हुन सक्छ। तर त्यसमा पनि घर कस्तो छ र घर कसरी मेन्टेन गरेर राखेको छ त्यसमा पनि डिपेन्ड गर्छ। र अर्को कुरा, जब घर मन पर्यो, जब घर किन्नलाई अफर हाल्यो, त्यस पछाडीको कुरा के हुन्छ भने अफर पनि एक्सेप्ट भइसक्यो। अब भने यहाँ कुरा आउँछ लोनको। पहिला प्री एप्रुभल त लियो, त्यतिमै लोन एप्रुभ हुन्छ भन्ने पनि छैन। फेरि अब लोन अन्डरराइटरले चाहिँ डिटेल माग्छ। तपाईको आम्दानी कति छ, खर्च कति छ, कार मर्गेज छ कि छैन, अनि त्यो अनुसारको धान्ने छ कि छैन। तपाईले कुनै किसिमको धितो राख्नु पर्दैन। यहाँ धितो राख्ने भनेको जागिर हो, तपाईको आम्दानी हो, तपाईको व्यवसाय हो। जागिर हुनेले जागिरको आम्दानी धितो राख्ने हो, मन्थली स्यालेरी धितो राख्ने हो। यदि तपाईको बिजनेस छ भने बिजनेस धितो राख्ने हो, यही धितो राखेर किन्ने हो। कुनै पनि अर्को ठाउँको जग्गा धितो राखेर अर्को ठाउँको घर किन्ने चलन अमेरिकामा छैन। र यसरी आफ्नै जागिर धितो राखेर ऋण लिएर घर किन्ने हो। र घर किन्नेपछि त्यहाँ घर किन्दाखेरि त धेरै साइन गर्नुपर्छ तपाईको। त्यो घर साइन गर्नलाई कुनै मालपोत कार्यालय जानु पर्दैन, सरकारी अफिस जानु पर्दैन। यो टाइटल अफिस भन्ने पनि थर्ड पार्टी नै हो, त्यो पनि एउटा गभर्नमेन्टको स्वीकृति लिएर खोलेको कम्पनी हो। त्यसले चाहिँ मालपोतको काम गर्छ। मालपोतमा जस्तो गएर साइन गर्ने, नामसारी गर्ने सबै त्यहाँ पनि दुवैजना किन्ने र बेच्ने बेला हुनु पर्दैन। र किन्ने एक दिन आउँछ अर्थात बेच्ने अर्को दिन आउँछ। अर्थात तपाईको घरसम्म त्यो पेपर साइन गर्नलाई आउन सक्छ टाइटल अफिसको मान्छे। तर तपाईले घरसम्म आयो भने एक्स्ट्रा पैसा तिर्नुपर्छ। त्यो घरसम्म साइन गर्न आएको धेरै साइन गर्नुपर्ने हुन्छ। र यसरी घरको ऋण एप्रुभ भइसके पछाडि यो ऋण एप्रुभ हुनलाई पनि तपाईको झन्नै 15-20 दिन लाग्छ छिटोमा। अनि घर पेन्डिङ भएको महिना दिनसम्ममा चाहिँ घर क्लोजिङ हुन्छ। जबसम्म घर क्लोजिङ भएर तपाईले त्यो घरको चाबी पाउनुहुन्न तबसम्म तपाईको घर एप्रुभ भए पनि, तपाईको ऋण एप्रुभ भए पनि तपाई त्यो घरमा एक्लै पस्न पाउनुहुन्न। फेरि हेर्न जान्छु भन्ने लाग्छ भने फेरि एजेन्टसँग नै जानुपर्छ। जब तपाईले चाबी पाउनुहुन्छ अनि मात्र चाबी पाएको दिनदेखि भने तपाई आफै त्यो चाबी लिएर घर भित्र पस्न पाउनुहुन्छ। यी यस्ता प्रोसेसहरु छन्। अब ऋणका प्रोसेस धेरै छन्, अरु कुराहरु पनि धेरै छन्। र एजेन्टले तपाईको अघि मैले भने यहाँ कुरा अलिकति जोड्न पर्यो, एजेन्टले चाहिँ फ्रीमा काम गर्ने होइन। यहाँ एजेन्टले 2% पैसा लिन्छ र कम्पनी हेरी कति पर्सेन्ट लिने भन्ने हुन्छ। त्यो कम्पनीले त्यो घर किनाए बापत पर्सेन्टेज खान्छ र त्यो पर्सेन्टेजको ट्याक्स गभर्नमेन्टलाई तिर्छ। र यो चाहिँ लिखितै हुन्छ। नेपालमा जस्तो क्याश कारोबार यहाँ हुँदैन। सबै कुरा बैंक मार्फतै हुने भएकोले उले पनि कहाँबाट आम्दानी आयो भन्ने देखाउनु पर्छ र ट्याक्स उले तिरेको हुन्छ त्यो कमिसन बापत। र त्यसरी नै काम गर्ने मान्छेहरु, त्यही दलाली काम गर्ने मान्छेहरु पनि यहाँ मजाले कमाइरहेको हुन्छन्। हामी जस्तो नर्मल काम गर्नेले भन्दा धेरै कमाइरहेको हुन्छन्। र यस्तो किसिमले चाहिँ घर किनबेच हुन्छ अमेरिकामा। र घर किन्नका लागि जागिर राम्रो छ भने आफ्नो खातामा पैसा भइराख्नु पनि पर्दैन। थोरै पैसा भए पनि हुन्छ। तर त्यो घर किन्न पुग्ने पैसा चाहिँ आउँछ भन्ने ग्यारेन्टी त्यो अन्डरराइटरलाई, त्यो बैंकलाई लाग्नु पर्यो। अनि तपाईले ऋण पाउनुहुन्छ, अनि तपाईले घर किन्न सक्नुहुन्छ। फेरि यस्तै भिडियोहरु लिएर आउने छु। अहिलेलाई भने बिदा चाहन्छु। अर्को भिडियोमा भेटौँला। नमस्ते।